मैले गाएको कविता कहाँसम्म पुग्छ लाइक कमेन्ट शेयर गरिदिनु होला। मन पर्छ भने लाइक शेयर गरिदिनु होला। मन नपरे यस्तै हो। सामाजिक सम्बन्धी कविता छ। विराट शान्ति सम्झौता भो मङ्सिरको 5 मा, तबदेखि युद्ध अन्त्य विकास नेपालमा। शर्तै थियो संविधान सभा निर्वाचन, माघ 61 मा अन्तरी संविधान। 28 चैत 64 मा निर्वाचन भयो, ज्येष्ठ 15 65 मा गणतन्त्र आयो। राष्ट्रपति रामवरण आयो गणतन्त्र, सदा लागि अन्त्य भयो पञ्चै राजतन्त्र। प्रधानमन्त्री बने पहिलो पुष्पकमल दाहाल, अब कहिल्यै देख्ने छैनौ रगतको आहल। पहिलो पटक नसकेर ल्याउन संविधान, ज्येष्ठ 14 69 मा संसद विघटन। 69 को चैत 1 मा चुनावी सरकार, दल मिली बनिहाले रेग्मी खिल राजा। 72 को असोज दिन महान दिन हाम्रो, संविधान जारी भयो अति भयो राम्रो। संविधान जारी भयो अति भयो राम्रो। संघ प्रदेश स्थानीय 3 तह बने, यसैलाई नेपालमा संघीयता भने। यसैलाई नेपालमा संघीयता भने। स्थानीय सरकारले सेवा दिन थाले, स्थानीय सरकारले सेवा दिन थाले। सुख पाए वृद्ध भत्ता हाम्रा आमाबाले, सुख पाए वृद्ध भत्ता हाम्रा आमाबाले। धेरै वर्षपछि भयो गाउँघरमा चुनाव स्थानीय, 74 को असोजसम्म सबै सम्मानीय। देउबा बने प्रधानमन्त्री ठुलो दल भई, कम्युनिस्ट पार्टीहरू कहाँ मिलेर खोइ। कम्युनिस्ट पार्टीहरू कहाँ मिलेर खोइ। 79 को वैशाख 30 मा दोस्रो चुनाव गाउँको, 69 को वैशाख 30 मा दोस्रो चुनाव गाउँको। के छ खबर बताइदिनुहोस् हजुरको ठाउँको, के छ खबर बताइदिनुहोस् हजुरको ठाउँको। के छ खबर बताइदिनुहोस् हजुरको गाउँको। 79 को वैशाख 30 मा दोस्रो चुनाव गाउँको, के छ खबर बताइदिनुहोस् हजुरको गाउँको। के छ खबर बताइदिनुहोस् हजुरको ठाउँको। धन्यवाद धन्यवाद धन्यवाद। कहाँसम्म पुग्यो यो कविता, कस्तो लाग्यो, जस्तो लाग्यो